तिमीलाई त मैले 2 महिना लडाई गरेको थाहा छ कि छैन त्यो पुगेको मान्छे निकालेको तिमी मर्न माथि पुगेको मान्छे हो सुन अर्को केटासँग रमाउने भोलि अर्को केटासँग रमाउने तिरो नि म अर्को केटासँग रमाउने भोलि अर्को केटासँग रमाउने तिरो नि म के हो तपाईहरु यहाँ के गरिराख्नु भएको थियो ए होइन हामी यहाँ धुलो टक्ट्याएको होइन होला बसेर गफ गर्दै थियौँ अब जान लाग्यो फर्किनु लाग्यो किन यहाँ किन गाडीभित्र आएर बस्नु भएको थियो होइन हामी तलदेखि यसो घुम्दै आएको थियौँ अनि हिँड्दा थकाइ लाग्यो अनि यहाँ एकछिन शीतलमा बसेर हिँड्दा थकाइ लाग्यो अनि यहाँ एकछिन शीतलमा बसेर सुतेर चाहिँ त्यसरी गर्ने हो त अनि सुतेर हामी उठेरै गरेको नि उसकोमा कुरो लागेको थियो त्यो कुरो टिप्दिएको हो मैले दर्शकबिन श्रीमान खाडीमा श्रीमती यता झाडीमा यस्तै कहानी छ क्या माथि S+V छ अनि यतापट्टि चाहिँ S+S छ अब यो V को माया लाग्छ कि यो S को माया लाग्छ होइन तपाईँ सँगै सुतेको बेला भेटेको हो कि होइन भन् त उहाँहरूले यहाँ भेटेको हो कि होइन भन् त बिहानको राति आएपछि भेट्छ त नि खत्तम पैसा निकाले मैले आमा विदेश उडाए भनेर चाहिँ विदेश त यो रहेछ नि त प्लेन त यो माथि चढेर उडेको रहेछ नि त होइन त्यो भनेपछि उडे भनेर पो त्यसो भनेर चाहिँ प्लेन त यो रहेछ नि त होइन ठुलो प्लेन विदेश उड्ने प्लेन त पुगेछस् विदेश साउदी एयरलाइन्स साउदीको एयरलाइन्स ठुलो प्लेन रहेछ यहाँ के भएको फेरि भाउजूसँग सुत्नु मलाई मजा आयो बुढीसँग मजा आएन भाउजूको मिठो भयो होला के देखेर चाहिँ आउनु भयो भन्नु त अनुहार थोप्रा यसको थोप्रा हेर न थोप्रा देखेर अर्को पनि आउँछ नि थोप्राले हाँस्छस् के गर्नु त मलाई रुवाएर त हाँस्छस् हाँस्दैछस् अनि कहाँ तपाईँ चाहिँ किन त्यो झङ्गेको होइन मलाई रुवाएर किन हाँस्दैछ यो जहाँसुकै भने ज्ञानु तिमी आइथ्यौ बाबा मैले कुनै बेला केही गल्ती गरेँ होला मलाई माफ देऊ हात पनि काट्नु भएछ नि काटेँ हजुर मैले उम्ला काटेर फाल्ने मेरो बुढीको लागि गर्दन काटिदिन्छु म काटिदिउँ हजुर म घाँटी काटिदिउँ तिम्रो लागि म जे पनि गर्छु भन्ने धेरै भेट्छौ तर म साँच्चै राति कति बजीसम्म गर्थ्यो त कहिले त 1 बजेसम्म हुन्थ्यो कहिले 12 बजेसम्म हुन्थ्यो अनि राति 12 बजीसम्म श्रीमतीले गरिराख्थ्यो तपाईँ सुत्नुहुन्न थियो नि म कहिले काहीँ बिन्दिँदाखेरि त्यस्तो पाउँथेँ क्या त्यस्तो कति वर्ष हुँदा बिहे गर्नुभएको तपाईँले खोइ त्यति बेला केटाकेटीमा गर्ने चलन हेरेर अचेलको जस्तो हेर्ने भए त यस्तो ल्याफ्रा खुट्टा गरेर केटी हेर्दिन यति राम्रो हुनुहुन्छ आमालाई छाला राम्रो भएर व्यवस्था हुनु पर्यो नि त अहिलेसम्म कतिवटा बिहे गर्नुभयो मैले 3टा आमा काजी नै रहेछ नि त यार मान्छे त राम्रो हस्तबहादुर कार्की त अनि दाजुको भाउ ल्याउँदाखेरि दाजुले तपाईँलाई के भन्नु भएन के गर्नु अब अस्ति कुट्यो नि यसले कुट्यो अहिले चाहिँ तपाईँहरूको बोलचाल छ कि छैन देखादेखि हुन्छ आएर गइहाल्थ्यो त साँचो कुरा बोल्ने फेरि भाइ मिडियाको अगाडि फेरि म हात लाउनु नपरोस् है फेरि साँचो कुरा बोल्नु पर्यो नि फेरि मान्छे भएर म हिँडिहाल्थेँ त्यहाँबाट एकछिन त आउँथेँ चलाउँथेँ अनि जान्थेँ होइन त भाउजू के बोले भाइ के बोले कति पैसा चाहिएको मलाई 25 लाख जति हुनुपर्छ 25 लाख मेरो किडनी बेच्दा पनि आउँदैन होला बात त सही हो खानु भने होइन दुईजना भएर नै त्यस्तो केही छैन हामी दुई बिचमा त्यस्तो नराम्रो चाहिँ केही छैन त्यो एउटा फोटो मुख जोडेर फोटो खिचेको मात्रै हो ये सब क्या देखना पड़ रहा है यहाँ के भयो अरे यहाँ ठेकदारले यहाँको घर मालिकलाई उडायो खत्तम मलाई सँग गर्छ म दायाँ बायाँ हेर्न हुँदैन यसले मलाई आँखा लाउँछ म सोझ मान्छे म कोहीसँग पनि म खेल्दैन कसैसँग खेल्दैन अरूको मोबाइलबाट एडिट गरेर चाहिँ केले बोल्नु पर्यो त उयो गरेर बोल्छु यस्तो उमेरमै यति राम्रा श्रीमतीहरू के खाएर चाहिँ मान्छेले भित्राउँछ कसरी चाहिँ पट्याउँछ
भान्जाले माइजू उडाएको माइजू यिनै हुन्। माइजूले भन्यो जहाँ चाहिँ भान्जासँग गएकै हो के गर्छस् भनेर श्रीमानसित सिधै लफडा पर्यो। हेरेको थिएँ बान्जीले पनि हेरिन् भान्जा अरू शीतलले पनि हेरे अनि त्यसमा चाहिँ किन सकिन्छ के गर्नुहुन्छ रातभरि श्रीमतीको लागि भन्नुहोस्। रुन्छु कराउँछु सिरानीमा फोटो राखेर श्रीमतीले चाहिँ हान्थ्यो उसले कुर्थ्यो केले हान्थ्यो कुचोले मुढाले हान्थ्यो मुढाले पनि हान्थ्यो मुढाले हान्थ्यो कहिले ढल्नु भएको छ तपाईँ श्रीमतीले हान्दा अनि तपाईँको श्रीमान राम्रो कि उहाँ राम्रो? श्रीमानै राम्रो यहाँ सुन्नु है को राम्रो अरे? श्रीमान राम्रो उहाँ भन्दा ए अनि त्यतिखेर भाग्ने बेला चाहिँ के देखेर भाग्यो? माया लगाएर के गर्नु सर बुढीको बोली राम्रो छैन। अब पहिला चाहिँ राम्रो भयो अहिले राम्रो भएन भनेर हुन्छ? बे गरेर 2 महिनादेखि बोली त त्यस्तै हो त्यसको। तेरो बाउ भन्ने खाते भन्ने राडीको छोरो भन्ने सक्छु त म एउटा बुढी मान्छे भएको जतिखेर पनि राम्री भर्खरको देख्दा जतिखेर चढिराख्नु के चढ्नु हामी चाहिँ के माछालाई चढेको कहाँ सकिन्छ उठेन यसो पछि आउँछ चुप्लागा भन्दैछु म उठेन यसो पछि आउँछ चुप्लागा भन्दैछु म जतिखेर पनि बुझे यसो गरेको हामी चाहिँ मानिराख्नु हामी चाहिँ भैँसी हो र कसको माया म यतै खुसी हुन्छु यतैतिर जान्छु म यतै ससुरासँगै खुसी हुने हो यतै खुसी यहाँनिर तिम्रो किन त्यत्रो खुसी नहुने के गर्थ्यौ? अब यसलाई सबै कुरा देख्यो खुसी दिएको थियो राखेको थियो पैसा पठाइदिएको थियो। पैसाले मात्र संसार धान्दैन नि त। तिमी उता विदेशतिर बसेर खुसी नभएको हो कि? त्यही होला अब यसलाई ठुलो ठुलो चाहिएको त्यही भएर चाहिँ यो हिँडेको हो त्यही हो। खत्तम श्रीमती लगिहाल्नु भयो होइन? लगिहाल्यो मलाई त के उहाँलाई पिर भयो। फर्स्ट लभ होला तपाईँहरूको कि सेकेन्ड लभ हो? फर्स्ट नै हो। आम्मा मिलाउन सकिन्छ जेठी कान्छी? मटा मिल्दैन मिलाउँछु मिल्नुहुन्छ मिल्दैन न हात नलाउनु है श्रीमान आगो भएर आउनु भने तपाईँ पानी भएर जानुपर्छ नि त। मलाई आउँदैन म जान्दैन म सोझो मान्छे कान्छा बुढाले कि अब बल्ल बल्ल गयो कि नयाँ बेहुली थुतुना टोकिदियो होला अनि मास्क लगा कि भनेको के भन्नु टोकेकै हो उहाँले नै देख्नु भएको जसमा टोकिदियो होला अनि मास्क लगा कि अनि हाम्रो भाइको सानो भयो बालखा बिहा गरेर अब ठुलो खोज्दा हिँडी दुईटा बालखा छोरा छोरी छोडेर काजु भन्नुहुन्छ काजी मेरो बुढा यता बुहारी भन्नुहुन्छ काजी मेरो बुढा अनि कसको बुढा चाहिँ भन्नु? त्यो जुन तपाईँको श्रीमती उडाउने चाहिँ लिम्बू हजुर धनबहादुर लिम्बू। तपाईँको थर के भन्नुभयो श्रीमतीको? श्रीमतीको पूजा गोस्वामी। त्यो लिम्बू चाहिँ गोरो थियो कि कालो थियो? लिम्बू चाहिँ गोरो थियो। श्रीमती पनि गोरै हो। मैले भनेको त्यो बिहे गरेकोदेखि को सबै चाहियो। अब योलाई मैले गाईलाई जस्तै पालेको हो होइन तपाईँको? गाई नभन्नु न होइन गाईलाई पाक्क पालेको गाई जस्तै पाल्नु भयो तर दुध त दियो नि त तपाईँलाई दिएन दुध दिएर के गर्नु? त्यो दुधको फल खोइ त अनि कहाँ गयो? कौन है ये लोग कहाँ से आते हैं? भाटाले पनि गोप्याङ्गमा त्यो भनेको उहाँको आँखा अगाडि देखाइदिनु यसरी म सुते थिएँ कोल्टे पर यसरी सुते थिएँ पहिले यहाँ हिर्काउनु भयो भाटाले अनि पछिबाट यस्तो गरेर घोत्दिनु भएको तरन्टीलाई यस्तोबाट घोत्दिनु भएको अगाडि घोत्दिनु भएको कहाँ घोच्यो त कहाँ घोचिन्छ? हेर्नु न बुढो विदेश छ तपाईँ चाहिँ अर्कै केटासित यसरी रङ्गात भेटिन्यो रुममा। श्रीमती त स्वीकार्ने नानी चाहिँ नस्वीकार्ने? नानी मेरो हुँदैन त कसरी उसले हो भनेर त मिडियामा हो भनिरहेको त स्वीकार्नु परेन अनि? मिडियामा आएर हो भन्ने बित्तिकै म यसलाई स्वीकार्छु। तपाईँकै बच्चा हो कसरी हुन्छ मेरो चाहिँ 5 महिनामा बच्चा चाहिँ कसरी हुन्छ? अब भयो नि कसरी भयो भन्नु अब तपाईँलाई थाहा होला नि के दिन्छु घुमाएर नि अहिले त दिने छिने कुरा चाहिँ नगर्नु है। हेर्नु जयसा मैले अघिदेखि सम्झाउँदै छु लास्ट शरम बजेको लबस्तरनी मेरो बुढाकोमा मोबाइलमा सबै भोइस सुनेको छु मैले यो लबस्तरनीले बोलेको। को लबस्तरनी भनेको? ए लबस्तरनी तपाईँको सासू? मेरो सासू होइन म चिन्दिनँ यो।
त्यसो नभन्नु न छातीभित्र लेखिसकेपछि लेखेको न छैन मेटिसक्यो पानीले पखालिन्छ न डस्टरले मेट्दा मेटिन्छ। दर्शकबिन अचम्मको घटना, श्रीमानले श्रीमती साटासाट। गोठो बस्दाखेरि कस्ता हुन्थे तिनीहरू, कसरी कट्थे, के गर्नुहुन्थ्यो? तरुणसित बस्ने गीत गाउने मुही पारेर घिउ खुवाउने तरुणलाई चोरी चोरी दिने घर नल्याउने तरुणीलाई नि दिने। त्यो तरुण जस्तो मिठो त अरू होइन। बोका त बोका हामी बोका होइन भने भन्। 2 wife no life चट